किसानले लापरवाही गर्यो भने तोरीबारीमा कात्तिके कुकुरहरू पस्छन्। जब राजनीति गर्छु भनेर वर्षौं जीवन बिताएका मानिसहरूले गरेको राजनीतिले देशमा निकास दिन सक्दैन, त्यतिखेर कलाकार, पत्रकार, खेलाडी सबैजना राजनीतिमा आउँछन्। ठिक भन्नुभयो। यदि राजनीतिक कर्मीहरू असफल भयो भने सबै क्षेत्रका पपुलिस्टहरू राजनीतिमा छिर्छन्, तर कम्तीमा चुनाव लडेर। तपाईले त पुस महिनामै गाउँभरिका झिल्केहरू जम्मा गरेर सिधै तोरीबारीमा लगेर जोस दिनुभयो र तर्क गर्दै हुनुहुन्छ कुकुरले तोरी खाँदैन, त्यही भएर यो निर्णय सही हो। राजनीतिको जिम्मा लिएकाहरूले आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन सकेनन् भने त्यसको विकल्प विज्ञ, विशेषज्ञ, वैज्ञानिक, स्कोलरहरू हुन्छन् कि ज्ञान र अनुभवविहीन कलाकारहरू हुन्छन्। तपाईहरुका वरिपरिका आसेपासे चाटुकार र अर्बपतिका छोराछोरीहरूलाई समानुपातिक लिस्टमा राख्नको लागि जेनजीहरूले रगत बगाएका थिए। जेनजीले केबल कार जलाएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन, व्यवसायी विद्युषी राणा, कुलमानका भान्जा डाक्टर राम तामाङ तथा सम्धि र सचिवालयमा रहेका व्यक्तिका श्रीमतीसम्म समानुपातिकको सूचीमा परेका छन्। दलित कोटातर्फ एकजना घिमिरेलाई सिफारिस गर्नुभयो। नेपालमा कति प्रतिशत मान्छेहरूलाई थाहा छ घिमिरे थरको पनि दलित हुन्छ भनेर? सहरमा बसेर पढ्नको लागि कोठा भाडा नपाउँदै अपमानका हजारौं घुट्कीहरू पिउँदै एउटा विज्ञता बनाएका बिक नेपाली दासहरूले पाउनुपर्ने हो कि घिमिरे थर गरेको कुनै एउटा सुकिलो मुकिलो टेक्निकल दलितले, जो मिस्टर नेपाल बनिसकेको छ, काठमाडौँको दरबार मार्गमा आफ्नै क्लिनिक चलाउँछ? खस महिलाको कोटा सुदूरपश्चिम र कर्णालीका छाउपडी र देउकी प्रथासँग लडिरहेका खस महिलाहरूले पाउनुपर्ने हो कि संरचनागत विभेदको भार कम बेहोरेका प्रत्यक्ष रूपमा चुनाव लड्न सक्ने रन्जु दर्शना र ज्वाला सङ्ग्रौलाहरूले पाउनुपर्ने हो? तपाईहरुले चितवनमा चुनाव लडेर मेयर बनेकी रेणु दाहाललाई प्रचण्डकी छोरी भएकै कारणले निकै खेद्नुभयो। गङ्गा दाहाललाई आफ्नै बुबाको स्वकीय सचिव बन्न दिनु भएन। तर अहिले सुदूरपश्चिम र कर्णालीका दुईवटा प्रदेशमा जम्मा 5 जना मान्छे राखेर आफ्नो निर्वाचन क्षेत्र चितवनमा 2 दर्जन मान्छेहरू राख्दा लाज लागेन कि? तपाईमा पनि प्रचण्ड, ओली र देउबा जस्तै लाज पचाउने इम्युनिटीको विकास भइसकेको हो?